guys, welcome back to my channel. It's me Pooja. If you are new to my channel or if you are watching me a very first time, do subscribe, like and share my channel. है आजको भिडियो चाहिँ के हुनेवाला छ भन्दाखेरि चाहिँ we are packing for hospital bag है हामीले hospital bag मा चाहिँ के राख्छौं भनेर देखाउने छौं सबै कुरा है and here is my husband यहाँ चाहिँ मेरो भाइ छ है अनि कस्तो लाग्छ भिडियो है आई होप यो भिडियो चाहिँ हेल्पफुल हुनेछ है तपाईहरुको लागि सो विदाउट वेस्टिङ अ टाइम लेट्स गेट इन्टु द भिडियो गाइज हामीले चाहिँ अब जति लुगाहरू छ नि यो हाम्रो बेबीको डेटलमा धुएर है अनि सानसानो बेबीको लुगाहरू चाहिँ आइरन गरेर चाहिँ अब प्याक गर्नु आँटेको छौं है तपाईहरुले पनि त्यस्तै गर्नुहोस् होला हैन अनि मोस्ट एसेन्शियल थिंग्सहरु के छ याद गर्नुहोस् होला हैन इफ मैले केही छुटाएको छु भने पनि तपाईहरुले सजेस्ट गर्नुहोस् होला है के किन्नु पर्छ भनेर अझै के हाम्रो अपुग छ भने है सो हेर्नुस् है त फर्स्ट हामीले के प्याक गर्नु रहेछ त्यो देखाउने छु है यो देखाउँ फर्स्ट स्टार्टिङ त्यो हैन ट्रलीबाट देखाउँछु है यहाँ अब पल्ले राख्नु पर्यो है यहाँ राख्नु न ट्रली ठक ठक यहाँ अगाडि के प्याक गर्दैछु भनेर यो चाहिँ ब्ल्याङ्केट हो है नानीलाई बटार्ने वाला ब्ल्याङ्केट हो यो चाहिँ यस्तो वाला हुन्छ यो चाहिँ टोपी वाला यस्तो हुन्छ हामीले चाहिँ यो चाहिँ 3 सेट किनेको छौं दुईटा अनि तीनटा यस्तो वाला ब्ल्याङ्केट छ है यो ब्ल्याङ्केट चाहिँ हामीले यस्तो हुन्छ एकदम सफ्ट छ है तातो यो चाहिँ 2 सेट किनेको छौं हामीले अनि यस्तो वाला ब्ल्याङ्केट चाहिँ यो चाहिँ सानो खालको ब्ल्याङ्केट छ यो चाहिँ हामीले 3 सेट किनेको छ अनि यस्तो वाला छ है यो चाहिँ फुलारानको लुगा हो यो चाहिँ एकदम सफ्ट हुन्छ है नानीलाई र्याप गर्नु लागि यो चाहिँ चाहिन्छ भनेर हामीले एक्स्ट्रा किनिरहेको है अनि यो चाहिँ बेबीको यस्तो सफ्ट खालको क्यूट वाला है सेट छ यो चाहिँ 2 सेट छ हामीसँग अनि अन्त यस्तो के भन्छ यो मिटन्सहरु है यसको सेटमै पाउने रहेछ सो किन्नु पर्दैन एक्स्ट्रा चाहिँ है अनि अर्को चाहिँ वाश क्लोथ्सहरु है यस्तो सानो खालको हुन्छ यो चाहिँ हामीले फर्स्ट क्राइबाट किनेको है यो चाहिँ युजफुल हुनेछ सो हामीले चाहिँ यो चाहिँ 16 पिसेस छ हामीसँग अनि अर्को चाहिँ यो र्याप गर्ने बेबीलाई स्वाडल गर्ने यो सफ्ट वाला क्लोथ छ हामीले चाहिँ यो छ 3टा सेट अनि अर्को यो मुस्लिमको क्लोथ है यो चाहिँ हामीसँग 2 सेट छ यो पनि हामीले फर्स्ट क्राइबाटै अर्डर गरेको थियो गाइस यो चाहिँ हो बेबीको लागि टावल है मैले हस्पिटलमा लगेको थिएँ तर केही युज भएन यसको चाहिँ है अनि यो चाहिँ हो अब्जर्भेन्स बेडसिट बेबीको लागि यो चाहिँ अलिअलि मात्रै युज हुँदैछ किनभने मैले हस्पिटलमा लगेको थिएँ केही युज भएन है अनि त्यही भएर तपाईहरुले यो चाहिँ हस्पिटल ब्यागमा प्याक नगर्दा हुन्छ मैले चाहिँ 4 सेट किनेको थिएँ यो बेबीको लागि अर्को चाहिँ छ यो चाहिँ यो बेस चाहिँ एकदम मलाई मन पर्छ हैन यो चाहिँ हामीसँग 3 सेट छ 2 सेट मात्रै रहेछ यो चाहिँ तातो हुन्छ यो चाहिँ कटनको प्योर कटनको हो अनि अर्को चाहिँ छ अर्को के छ यो त्यही अघिकै सेट हो है यस्तो हुन्छ माथिको अप्परको चाहिँ हामीसँग यो 3 सेट छ अनि अर्को हो त्यो बोटो दिनु यो बोटो हामीसँग दुईटा छ है यो बोटो दुईटा छ तपाईँ प्याक गरिदिनु यो चाहिँ हामीले कति किनेको छ 5 वटा हैन जतिसक्दो चाहिँ ऑरेन्ज येल्लो चाहिँ अभोइड गर्नु हस्पिटलमा म चाहिँ मैले 5 पिसेस गरेको थिएँ तर म चाहिँ 3 पिसेस मात्रै लान्छु यो चाहिँ हामीसँग 5 पिसेस छ योमा चाहिँ क्लोथ हालेर चाहिँ नानीलाई डाइपर जस्तै हुन्छ अनि यो पनि सफ्ट हुन्छ यो चाहिँ हामीले फर्स्ट क्राइबाट अर्डर गरेको थियो है अनि अर्को
अस्ति हामीले तपाईँहरूलाई फोटोसुट गर्दाखेरि त्यो देखाएको थियो होइन, थम्बनेलमा हालेको थियो। यो चाहिँ हामीले फर्स्ट क्राईबाट अर्डर गरेको, तातै हुँदो रहेछ हुनु त। अनि अस्ति सक्सहरूको दिनु त मलाई प्याकेटमा। यो चाहिँ सक्सहरू एक्स्ट्रा लिइरहेको छु हामीले होइन, यस्तो तातोवाला सक्स। हामीसँग यो 3 सेट छ। अनि यो चाहिँ हातमा लगाउने यो हाम्रो 2 सेट छ। अनि डक्टर गाइस मैले चाहिँ गाइनोकोलोजिस्ट डाक्टर समीर शर्मालाई देखाएको नि त, अनि त्यो चाहिँ सबै प्याकेजमा आउँदो रहेछ, डाइपरहरू पनि त्यसैमा आउँदो रहेछ है। अनि मैले चाहिँ सिएसडीबाट उतैबाट ल्याउनु भनेको थिएँ, अनि त्यही भएर लिएर आउनुभएको थियो है। उहाँले चाहिँ हगिज रिकमेन्ड गर्नुहुँदैछ, तपाईँहरूले पनि अगाडि नकिन्नुहोस् होला है। वेट पाइप्स हो होइन, इफ अब काम लागिहाल्छ कि भनेर चाहिँ हामीले किनिराखेको हो। मैले हस्पिटल ब्याग गर्दाखेरि देखेको थिएँ नि त, हस्पिटल ब्यागमा अब के चाहिन्छ भन्दाखेरि यो चाहिँ म चाहिँ 1 प्याकेट मात्रै लान्छु, 1 प्याकेट मात्रै प्याक गर्छु हो। यो चाहिँ फर्स्ट क्राईबाट अर्डर गरेको, यो चाहिँ 4टा प्याक हुँदो रहेछ भित्र चाहिँ। तर एउटा गाइज यो चाहिँ फिडिङ बोतल हो है, मैले चाहिँ अगाडि किनिसकेको थिएँ, बट सबै प्याकेजमा आउँदैछ फिडिङ बोतल, मर्टेनिटी प्याड है। अनि मैले यता राखिदिएको छु कुन चाहिँ हो, मैले चाहिँ कुन चाहिँ युज गर्दैछु फिडिङ बोतल भनेर चाहिँ। अहिलेसम्म मेरो बेबीलाई त्यही युज गर्दैछु टिल 6 months, त्यो चाहिँ युज गर्दा हुने रहेछ, किनभने एकदमै सफ्ट हुने त्यसको निप्पल चाहिँ है। अनि त्यही भएर चाहिँ उहाँले त्यही रिकमेन्ड गर्नुभएको छ। हामीले प्याक गर्नु छ बेबीको लागि होइन। मेरो लागि चाहिँ कम्ती मात्रै देखाउने छु तपाईँहरूलाई गाइज। अन्त यो चाहिँ अब मेरो देखाउँछु है तपाईँहरूलाई। मेरो हस्बेन्डले बिचरा प्याक गरिदिनु हुँदैछ हो, किनभने उसलाई पनि याद हुनु पऱ्यो नि त। अब डक्टरले माग्दाखेरि चाहिँ उहाँलाई नै थाहा हुनु पऱ्यो होइन। गाइज मैले मर्टेनिटी प्याड्स पनि अर्डर गरिसकेको थिएँ फर्स्ट क्राईबाट है, तर प्याकेजमै आउँदो रहेछ सबै चाहिँ। मैले कुन चाहिँ युज गरेँ भनेर चाहिँ स्क्रिनमा राखिदिएको छु, हेर्नुहोस् है त। यस्तो चाहिन्छ भनेर है, के भन्छ मेख्लाहरू जस्तै टाइपको रहेछ। यो चाहिँ मैले एउटा मात्रै किनेको छु। अनि यो चाहिँ होम कमिङ आउटफिट भनेर सोचेको छु, तर अब हेर्छु त्यति बेला म के लगाउँछु भनेर तपाईँलाई देखाउँछु भिडियोमा होइन। अनि यस्तोवाला चाहिँ मैले 3टा किनेको छु होइन, 3टाले आई थिङ्क पुग्छ होला भनेर। मेरो लागि चाहिँ त्यति नै हो होइन। अरू चाहिँ मैले अरू त अब त्यही हो नर्मल हाम्रो के चाहिन्छ है, जस्तै टोइलेट्रिजहरू त्यस्तो नै हाल्छु, प्याकिङ गर्छु होइन। यो मुस्लिम ब्ल्याङ्केट हालिदिनु हो। त्यहाँदेखिको यो होइन, योहरू त चाहिन्छ,मै चाहिन्छ। यहाँ चाहिँ हाम्रो नानीको प्याक गरेको छौँ। यहाँ चाहिँ अरू यस्तो स्याम्पूहरू के छ होइन। यहाँ चाहिँ मेरो हस्बेन्डले चाहिँ प्याक गरिसक्नु भयो हो। अनि यहाँ चाहिँ अब अरू जति अब उब्रेकोहरू छ नि यहाँ हालिदिएको छु। आई होप यो भिडियो चाहिँ तपाईँहरूलाई एकदम युजफुल है, हेल्पफुल लाग्छ अनि मनपर्छ भनेर होइन। इफ यु आर न्यू टु माई च्यानल, डोन्ट फर्गेट टु सब्सक्राइब, लाइक एन्ड सेयर माई च्यानल।